हामी अहिले जन्तिलोङ 3औं गाउँपालिका मस्याम स्थित जन्तिलोङ होमस्टेमा छौं। ल हेर्नुस् यस्तो छ। हाम्रो दिदीले फापर पिस्दै हुनुहुन्छ। दिदी फापर पिस्दै हुनुहुन्छ नि? फापरको रोटी साह्रै मिठो थियो हिजो खुवाउनु भएको। हजुर यो जातो होइन, जातोमा यो पहिला विस्थापित भइसक्यो होइन, यो नै ठिक छ हो। अब हरेक कुरा स्थापित हुँदैछ, नेता मात्रै विस्थापित गर्नु पर्यो कि देशबाट। यो देशबाट नेताहरू विस्थापित हुने हो नि सबै हुन्छ, भ्रष्ट नेताहरू। ल है सर आउनुहोस्। हजुर हजुर किरण सर। हजुर हजुर ल हामी नि यहाँबाट ल हिँड।